नमस्ते आदरणीय दर्शकबिनहरू, स्वागत छ तपाईँलाई हाम्रो विशेष कार्यक्रममा जुन चाहिँ चुनाव इलेक्सन अपडेट जस्तै एउटा चुनावी क्षेत्रको चाहिँ नि हामीले अपडेट दिइरहेका छौँ। आज चाहिँ हामी एउटा फरक गाउँमा एउटा एउटा डाँडामा आइरहेका छौँ। हाम्रो एउटा नेताजी हुनुहुन्छ, उहाँ चाहिँ प्रत्यक्षतर्फ चाहिँ नि स्वतन्त्र उम्मेदवार भएर चाहिँ नि एउटा केराको बुङ्गो चुनाव चिन्ह लिएर उठ्नु भएको छ। उहाँसँग हामीले कुरा गर्न जाँदैछौँ। के गरिरहनु भएको छ एकछिनको लागि हामी उतैतिर जान्छौँ है। नमस्ते। एउटा सानो इन्टरभ्यू लिउँ भनेर क्या नेताजीसँग। कुन मिडिया? हाम्रो ब्याङ्ग्रो मिडिया। नमस्ते, स्वागत छ नेताजी हजुरलाई कार्यक्रममा। अब यहाँ धेरैजना हामी वरपर यतामा आउँदाखेरि धेरैजनाले भने यहाँको एकदमै छवि राम्रो नेता भनेर चाहिँ हजुरलाई भेट्न मलाई भने यहाँको जनताले यहाँको चाहिँ प्रत्यक्षतर्फ स्वतन्त्र रूपमा उठेको नेता हजुर नै हुनुहुँदो रहेछ होइन। त्यस कारणले गर्दाखेरि दुई चारवटा कुराहरू हजुरसँग गर्न मन लाग्यो। हजुरले चाहिँ चुनाव चिन्ह केराको बुङ्गो लिनुको कारण चाहिँ के होला? अब यो ठाउँमा केराहरू धेरै विकसित भएको छैनन्। केराहरू अब यहाँ हेर्नु सबै केरा खेती छन्। अब यहाँका किसानहरूलाई, यहाँका जनताहरूलाई केराकै व्यापार गरेर उनीहरूको जीविकोपार्जन बनाउन सकिन्छ। यहाँ अहिलेसम्म कुनै पनि नेताहरूले चाहिँ वास्तै गरेको आएन। हेर्नुहोस्, बाँझो जमिन यस्तो छ, बाँझो जमिनहरू। यहाँ बाँझो जमिनमा केरा रोप्ने, यहाँको मेन कृषि भनेकै केरा हो। अब यहाँको जनता छन् जुन चाहिँ यहाँको स्थानीय जनताहरूले अब धेरै जसो हजुरलाई नै रुचाएको देखिन्छ होइन। अब यहाँको जनताले केराको बुङ्गोमा हालेर उनीहरूले के पाउँछन् त नि? अब केराको बुङ्गोमा हालेपछि एउटा त मलाई पाउँछन्, एउटा सक्षम यहाँको नेता पाउँछ, एउटा यहाँको दुःख गर्ने यहीँको बासिन्दा स्थानीय नेता पाउँछन्। स्थानीय भइसकेपछि मैले नि अब यही केरा खेती, मैले नि यही केरा खेती हो, उनीहरूको नि यही केरा खेती छ। केरा खेती भइसकेपछि अब मैले मेरो लागि भने गर्दाखेरि उनीहरूको लागि नै हुन्छ। त्यही उनीहरूले मलाई जसरी नै जिताउँछन्। भनेपछि यहाँको स्थानीयले चाहिँ तपाईँलाई माया गर्ने सङ्केत देखिरहेको छ। अनि जस्तो अब केरासँगै सम्बन्धित अब यहीँकोलाई आधुनिकीकरण तरिकाले लैजाने त हजुरको विचार होला नि होइन? अहिले केराको रेट एक दर्जनको लगभग 50 रुपियाँ 60 रुपियाँ छ। अब यही केरालाई हामीले अलि हाइब्रिड खालको लिएर आउने र 100-150 रुपियाँमा बेच्न सक्ने खालको बनाउने र एक वर्षमा मानव उनीहरूले 1 लाख रुपियाँ थियो भने अब हामीले 3-4 लाखको बेच्ने बनाउने। अब यो यसरी मोलजोल नभएको सिँचाइ छैन। मेन यहाँको समस्या सिँचाइ। मैले सिँचाइको व्यवस्था पनि गर्छु। अनि म यहाँको जनतासँग 5 वर्ष होइन 10 वर्ष होइन, म जिन्दगीभरसम्म यहीँको जनतासँग खुसी भएर बस्ने सोच छ। यसपालि मलाई जनताहरूले, यहाँको जनताहरूले जिताउनुहुन्छ, त्यसमा म ढुक्क छु। त्यहाँको जनताले अब चाहिँ नि आफ्नो जीविकोपार्जन राम्रोसँग गर्न पाउने भयो होइन। अब एउटा लास्ट क्वेसन चाहिँ के गर्छु भने जस्तो यहाँनिरको जनताले तपाईँलाई जिताउँछन् त? नजिताएसँग सुखै छैन। भनेपछि जिताउनै पर्यो। यो केराको बुङ्गोलाई भोट हाल्नै पर्यो। बुङ्गो जस्तो हुन दिन्न मैले। केराको बुङ्गो रोजे यो त बुङ्गो जस्तो भन्नु पर्दैन। मैले केराको बुङ्गो रोजे पनि मैले केरा बुङ्गो नभएसँग केरा फस्टाउँदैन। मैले बुङ्गै रोजेको जसरी पनि मलाई यहाँको जनताले जिताउनुहुन्छ, म त्यसमा ढुक्क छु। ल, धेरै धेरै धन्यवाद। हाम्रो नेताले हामीलाई केही समय दिनुभयो, त्यसको लागि उहाँलाई धेरै धेरै धन्यवाद। र प्लस उहाँलाई यो चुनावको अग्रिम जितको शुभकामना सहित कार्यक्रमबाट बिदा हुन्छु। हस्त, नमस्ते, धन्यवाद। हेर्दै गर्नु होला ब्याङ्ग्रो मिडिया।